साथीहरू, आज म तपाईँलाई केही इन्फर्मेसन दिन चाहन्छु र मैले पनि सहयोग गर्न चाहन्छु। त्यसैले आफ्नो ठाउँबाट सबैले आज हाम्रो चाहिँ जुन नेपालमा एउटा रसुवागढीमा ठुलो प्राकृतिक प्रकोप आएर थुप्रै धनजनको क्षति भयो र यो सिचुएसनमा हामी सबै नेपाली एक ठाउँमा उभिनुपर्छ र हामीले सकेको सहयोग गर्नुपर्छ है। कतिपय मानिसहरू अब तपाईँहरू जानुहुन्छ, मन्दिर जानुहुन्छ है, र त्यहाँ पूजाआजा गर्नुहुन्छ, दान गर्नुहुन्छ धर्मको लागि भनेर। त्योभन्दा पनि ठुलो धर्म यो है। अहिले चाहिँ तपाईँले जति सक्नुहुन्छ त गर्नुहोस्, तर चाहिँ सहयोग गर्नु होला है त। यो भनेको यो मानवीय विपत्तिमा चाहिँ हामीले गरेको सरकारलाई भन्दा पनि त्यहाँको पीडितलाई, त्यहाँ चाहिँ समस्यामा परेको मानिसहरूलाई यो चाहिँ गर्ने सहयोग हो। यदि यो चाहिँ तपाईँको किन मैले चाहिँ यो भिडियो ल्याएको भन्दाखेरि चाहिँ थुप्रै फेक क्युआर कोडहरू सामाजिक सञ्जालमा चाहिँ राखेर अनि मानिसहरूले चाहिँ ठग्ने गरेको रहेछ यस्तो सिचुएसनमा पनि है त। त्यसैले कुनै पनि साथीले जसले पनि सहयोग गर्न चाहनुहुन्छ त्यो पैसा सही ठाउँमा पुगोस् भनेर म चाहिँ यो भिडियो तपाईँलाई बनाउन लागेको। प्रथम आफ्नो मोबाइलमा गएर कुनै पनि ब्राउजर खोल्नु होला। ब्राउजर खोलिसकेपछि यो वेबसाइट तपाईँले सर्च गर्नु होला है त। मैले तपाईँहरूलाई तल भिडियोमा पनि यो वेबसाइटको लिङ्क दिनेछु र तपाईँहरूले चाहिँ यसलाई कपी पेस्ट गर्न सक्नुहुनेछ र त्यसपछि सर्च गर्नु होला। सर्च गरिसकेपछि यहाँ देख्न सक्नुहुनेछ हाम्रो नेपालको ओरिजिनल गभर्मेन्ट वेबसाइट हो है। र यसमा चाहिँ तपाईँहरूले चाहिँ अब यदि तपाईँहरूले विदेशबाट चाहिँ सहयोग गर्न चाहनुहुन्छ भने डेबिट कार्ड, क्रेडिट कार्ड छ, यसमा क्लिक गरेर चाहिँ यहाँ तपाईँहरूले चाहिँ अब युएसडीमा दिने कि एनपिआरमा दिने, यसरी तपाईँहरूले भिसा कार्डबाट अथवा चाहिँ मास्टर कार्डबाट तपाईँहरूले पेमेन्ट गर्न सक्नुहुन्छ भने। यदि नेपालबाट पे गर्दै हुनुहुन्छ भने डाइरेक्ट तपाईँले फन्ड पे क्युआर कोडमा चाहिँ गएर क्लिक गर्न सक्नुहुनेछ। यहाँ गरिसकेपछि यहाँ देख्न सक्नुहुनेछ यहाँ के भन्छ PM दैविक प्रकोप उद्धार कोष भनेर खडा गरेको छ है। यसमा चाहिँ हामीले चाहिँ यो क्युआरमा मात्रै तपाईँहरूले सेन्ड गर्नु होला है। यसरी तपाईँले गर्नुभयो भने अन्त कतै तपाईँहरूले गरेको सहयोग चाहिँ जाला यसरी ठग्ला भन्नु पर्दैन। यसरी जति पनि देश तथा विदेशमा रहनुभएको साथीहरू छ तपाईँहरूले चाहिँ यो क्युआरहरूबाट कि यो वेबसाइटमा गएर यो क्युआरहरू पत्ता लगाएर चाहिँ यसमा सहयोग गर्नु होला। र यो भिडियो सकेसम्म जति पनि सहयोग गर्नु इच्छुक चाहिँ हाम्रो चाहिँ नेपालीहरू हुनुहुन्छ उहाँसँग सेयर गरिदिनु होला, ताकि उहाँहरूले सहयोग गर्न चाहनुभयो भनेदेखि सही ठाउँमा सही जग्गामा चाहिँ पैसा जाओस् भनेर है त।